मेरो घर ल 2 महिनापछि अब 2 महिनापछि आउँदाखेरि फुल फुलेछ हामीले रोपेको घर मान्छे नभएर सुन्ने छ छिमेकी बत्ती बलेख गाईहरू आफ्नो घरमा आयो ल यो पनि लिएर आउनुहोस् है यो हो त्यो पनि ल गाईहरू आयो आयो ल कोही नै छोरास्किने ल गाईहरूको घर ह्याप्पी होम ल ल ल घरमा लेडिज फर्स्ट लेडिजलाई छिर्न दे लक्ष्मी फर्स्ट खुल्यो ल ओ ल घरभित्र छिर्यो खैज तन्जा कहाँ होला है बत्ती बले घरको कता हो मेन चाहिँ खै सर त हँध्यारो कसैले बत्ती बाल्दा मेन स्विच अन भयो ल ल बत्ती बाल ए सबै यो पनि डाउन गरेको नि त 1 मिनट ल आयो ओ बल्यो हाम्रो घरमा बत्ती बल्यो बत्ती हल्लाइदिएछ ए घर प्रवेश हो गाई ल भित्र छिर त्यहीँ राख बत्ती नै पिलपिल आएको यसमै बाल्दैन हो माइ गॉड बाथरुमको हालत कसा anyone use Is this our house? Yes. Oh, दामी good. ल प्रवेश यता साइड लगाइदियो धानको ल किट गाई छ सानो बाटो नि यता तान्दै हैस उचाल्यो ओइ नठोकै लाग्नु लाग्यो सब त्यही राख्दै छोड्दै अहिले म लैजाउँ ल छिर कपाल छिर ढोका लगा ल सबजना छिर्यो अब हामी माथि अब त्यो छोड्दै अहिले म उता जानु छ अब हामी माथि जाँदैछ माथि चाहिँ कस्तो भारी छ लु कोठा है तर नगनाएको है ओ माई गॉड न्यू हाउस ठिक है हाम्रो भगवान ढोक सुरुमा हाम्रो किचन के छ हल्का किट ल बधाई छ किचन ठिक छ ल दामी घरमा कम्प्लेन यस्तो हराइन्छ सर आउनु भयो पृथ्वीनारायण शाह देशमा जन्मेका सपुतहरू अहिले अब हामी लाग्यौँ हाम्रो रुमको चाहिँ के छ त हालखबर त्यही महिनामा आउँदाखेरि के चाहिँ हुँदो रहेछ त घरको स्थिति भन्दाखेरि हेर हाम्रो कपिल सरको रुम चाहिँ बरु बल्यो सब भन्नु पर्यो नि हो कपिल सरको प्रोजेक्ट कस्तोको करुणा बेटीको रुम
टिकट अब घर चाहिँ सोचेको भन्दा पनि राम्रो ये हमारा बेड ल ठिक छ एकछिन झिलिमिली पाल्दैम होइन धेरै वर्ष अब भोलि स्कुल मैले कसैलाई नि म जापान आएको भनेर भने हैन हस् सरप्राइज दिनुहोस् सरप्राइज उनीहरू त कहाँबाट बुझ्छ यस